सर नमस्कार। नमस्कार हजुर। नमस्कार हजुर कहाँदेखि आइबस्यो सर? हामी घोराई 3 गैराखुटीदेखि आएको हेर्नुहोस् पारी कुइरेपानी। के को लागि आउनु भएको? विशेष गरेर त ग्यास्ट्रिकको लागि। अब मेरो बुढीलाई ग्यास्ट्रिक धेरै भइरहेको हुनाले जता गए पनि सन्चो नभएको कारणले अब यहाँ आएपछि हुन्छ कि त भनेर फेरि आइयो। ए अन्त पनि चेक गराएर अन्त पनि औषधि खाएर बल्ल आउनु भएको हो? हजुर हजुर। 10-11 वर्ष भयो मैले अन्त दबाई खान लाग्यो। 10-11 वर्ष भयो हजुरले अन्त औषधि खान थाले? हजुर 10-11 वर्ष भयो। अब म धेरै जस्तो बिजौरीको हस्पिटलमा जान्थेँ। हजुर। अब हस्पिटलको दबाई त ल्याउँथेँ तर 1 महिनाको दबाई दिन्थ्यो। हजुर। 1 महिनाको दबाई खाएपछि अब सबै बाइलो सबै बार्ने, अब त्यही थोरै भात र दाल बाहेक अरू केही नखाने 1 महिनासम्म। अनि त्यहाँदेखि बल्ल अब 1 महिना पछाडि अलि पेटको गाना गोला अलि ढाड दुख्ने अलि सन्चो भए जस्तो हुने। अनि फेरि पछि जागिहाल्ने गर्थ्यो। त्यहाँबाट अब त्यहाँको हुन्न कि के हो अब भनेर फेरि मेडिकलको धेरै दबाईहरू खाएँ। बोतलको खाएँ, तिनी गोलीहरू खाएँ। अनि त्यही पनि भएन। अनि अब कहाँ जाने होला के गर्ने होला यो छप्पको सन्चो पार्नलाई भन्ने सोच्यौँ। त्यहाँ सोद्धा अब फेरि यता एकजना त्यहाँ हाम्रै साथी छन्। ती साथी त्यस्तै धार कमर दुख्ने भएर यहाँ आएपछि त्यसको 2-4 दिन यहाँ आएको 2-4 दिनको त्यसको छप्पकै भयो। हेर बहिनी यस्तो छ अनि जानुपर्छ त एकचोटि विचार गर्न जा भनेर भन्यो। अनि त्यही भएर हुन्छ त कस्तो रहेछ त भनेर म आएँ। अस्ति आज 5 दिन अगाडि म आउँदाखेरि सुरु दिनमा मैले थाहा भयो। सुरु दिनमा अब तपाईँको गर्ने तपाईँले गर्नुभयो दबाई सबै दिनुभयो। त्यो दिन अब दबाई गरेर यतै कुर्सीमा बस्ने बेला मेरो त्यो टाउकामा यत्रो ढुङ्गा बसे जस्तो हुने, हेर्नु दुख्ने, यो ढाड कम्मर भन्ने नि म राति सुतेँ भने म चल्न फर्किन सक्दैन थिएँ। म अब सोझै अब यो कम्मर नचलाएर यसरी टाउका र खुट्टाको भरले म यसरी फर्किन्थेँ। अनि त्यही भएर अब त्यो दिन त दबाई गर्दाखेरि म त्यसै दिन अब यो ढाड कम्मर पनि धेरै फरक भएको, यो खुट्टा टाउका अनि सबै यिनी यो छातीहरू दुख्ने, पेट पोल्ने, यो पेटमा ग्यासहरू भरेका तिनी सबै एकै पहिलो दिन चाहिँ मलाई त्यो थाहा भयो। त्यहाँदेखि अर्को दिन आए झन् फरक भयो। त्यहाँ अर्को दिन आउँदाखेरि अब त्यहाँदेखि त मलाई त दुख्ने डाक्ने मलाई केही पनि भएन, सब चङ्गा एकदम राम्रो छु। त्यहाँदेखि अब खाना भन्ने नि हेर्नु मैले पानी बाहेक खाना करले बाँच्नको लागि थोरै खान्थेँ। अहिले त्यो खाना पनि मैले तन्नै खान्छु। अब निद लाग्ने, भोक लाग्ने, अब आङ अथिङहरू केही दुख्नमा एकदम आनन्द छु। त्यही पनि अब म सन्चो त भएँ। तर अब भने जति हजुरले भने जति दबाई अब पुरा खाएपछि झन् क्लियर झन् कहिले पनि नजाग्ने पो हुन्छु कि भन्ने त्यो मेरो सोचाइले म आइरहेको छु। नत्र मलाई फर्स्ट दिन र पहिलो दिन दोस्रो दिनमा मलाई सब ठिक भइसकेको थियो। र आज आएको म 5 दिन भयो। 5 दिनमा मलाई एकदम केही भएको छैन है, मलाई एकदम सन्चो छ। अब म आउन पर्न म यति क्लियर भइगएँ। अब आउन नपरे पनि अब मेरो सब म ठिक भइसकेँ भनेर सल्लाह माग्न आएको हो आज। ल आउनुभएकोमा धेरै धेरै धन्यवाद। र हजुरलाई म के भन्छु भन्दा मैले तपाईँलाई 10 दिनसम्म त औषधि खानुपर्छ बहिनी भनेर भनेको थिएँ। तपाईँलाई 10 दिनभन्दा पहिले 5 दिनमा आधीमा नै तपाईँलाई क्लियर भएको छ, यति राम्रो भएको छ। तपाईँको दुख्ने डाक्ने, कोल्ने उल्किने, पेट खोलिने, खाना रुचि नहुने, रिङ्गटा चक्कर आउने, मुटु धर्किने यो तपाईँलाई अहिले नै चाहिँ 5 दिनमा सन्चो भएको छ भनेपछि हजुरलाई चाहिँ भन्नु पऱ्यो दुखेपछि पोलेपछि आफूलाई पीडा भएपछि पो आउने हो। यदि सन्चो भएको छ भने त हजुरलाई चाहिएर पो औषधि खाने हो, पाइएर खाने त होइन। त्यो भएर ठिकै छ। हजुर चाहिँ आज आउनु भएको छ, जे खानुपर्छ खाएर जानुहोस्। बिचमा गएर हजुरलाई अप्ठ्यारो भएछ भने फेरि थप्नलाई अथवा फेरि के गर्नुपर्छ कसो गर्नुपर्छ त्यसको लागि सल्लाह लिन आउनुहोस्। अहिलेको लागि अब 5 दिनको औषधिले हजुरलाई चाहिँ भन्नु पऱ्यो त्यति पुरानो बिमारीलाई च्वाट्टै बनाउँछ भनेपछि खानु परेन। आवश्यक परेछ भने खाउँला। र हजुरको चाहिँ मैले हजुरलाई अलिकति चाहिँ एउटा कुरा के सोध्न खोजेँ भन्दा
हजुर यसरी यो आयुर्वेदिक औषधि खाएर धेरै ठाउँ औषधि खाएर हुक्क हैरान परेर यहाँ आएको मान्छेलाई 4-5 दिनमा यस्तो चमत्कारको तर तपाईँको यदि प्रकारको चाहिँ रोग सन्चो हुन्छ र तपाईँलाई यस्तो शरीरबाट 10-15 किलोको वजनै निकालेर फालेको जस्तो आनन्द भएको छ भने यो आयुर्वेदिकबाट यस्तो चमत्कार चाहिँ हुनुपर्छ उपचार हुने रहेछ भन्ने अरूलाई पनि जानकारी पाउनु पर्छ र हजुर मार्फतबाट चाहिँ मैले हजुरलाई टिकटकमा चाहिँ भन्नुपर्यो यसो राखेर यो हाम्रो औषधि खाएर चाहिँ 5वटा दिनमै सन्चो भएको बहिनी उहाँ हुनुहुन्छ भनेर हामीले राखेर देखाउन सक्छौँ कि सक्दैनौँ बहिनी हजुरसँग सल्लाह लिएँ मैले यदि राखेर देखाउनुहोस् यस्तो उपचार अरूले पनि पाउनुपर्छ धेरैजनाले दुःख पाएका छन् मेरो मार्फतबाट अरूले पनि उपचार हो